आज चाहिँ यो सेन्ट्रलको यो चाहिँ घुम्ने ल है। आज चाहिँ पुरानो हाम्रो जेबिजी प्रोडक्सनको चाहिँ नि हाम्रो चाहिँ जेबिजी प्रोडक्सन च्यानलको चाहिँ संस्थापक संयोजक भन्दा पनि भयो। हाम्रो धेरै साल अगाडि जेबिजी प्रोडक्सनमा चाहिँ हामीसँगै काम गर्ने गर्थ्यौँ। तर अहिले केही समय पछाडि हाम्रो कामको व्यस्तताले गर्दा अलिकति भेटघाट चाहिँ सुस्त भएको थियो भने आज मौकाले यो ठाउँमा भेट हुन पाएँ। उहाँसँग सानोतिनो भलक कुसारी गरियो। जे होस् उहाँको जेबिडी प्रोडक्सनमा धेरै योगदान छ। तपाईँहरूलाई मैले तल लिङ्क पनि राखिदिइसकेको छु मेरो च्यानलको तलपट्टि, र फेरि पनि म लिङ्क राखिदिने छु। उहाँको चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला। उहाँको चाहिँ म्युजिक भिडियोहरू बनाउने क्यामेरा अति नै महँगो क्यामेरा किन्नु भएको रहेछ अहिले, सोनी। उहाँले चाहिँ धेरै जस्तो जति पनि नयाँ नयाँ म्युजिक भिडियोहरू, नयाँ तथा पुरानो म्युजिक भिडियोहरू छ त्यसलाई चाहिँ कभर सङमा सुट गरेर आफ्नो च्यानलमा अपलोड गर्नुहुन्छ। जे होस् राम्रो छ। धेरै उहाँको फलोवर पनि एकदमै मजाले बढिरहेको छ। जे होस् यहाँहरूले पनि देख्न सक्नुहुन्छ। मैले लिङ्क चाहिँ तपाईँहरूको तलपट्टि राखिदिनेछु। कतिपय उहाँको च्यानलबाट आइरहेको कतिपय भिडियोहरूमा, सर्ट मुभीहरूमा पनि उहाँ र मेरो मलाई पनि छोटो मिठो चाहिँ अभिनय गर्ने मौका दिनुभएको छ। यहाँहरूले त्यो पनि चेकआउट गर्न सक्नुहुन्छ यो जेबिजी प्रोडक्सनमा। जेबिजी प्रोडक्सन च्यानलभित्र गएर धेरै राम्रो राम्रो खालको म्युजिक कभर सङ भिडियोहरू बनाउनु भएको छ। कति कभर सङहरू त मिलियन 2 मिलियन समथिङ कति गइसकेको छ। निकै राम्रो छ। मैले पनि धेरैचोटि हेरिसकेको छु। यस्तो राम्रो क्यामेराहरू, निकै राम्रा टेक्निकल चिजहरू चाहिँ उहाँले युज गर्नुहुन्छ, सुट गर्नुहुन्छ। त्यो अनुसार चाहिँ उहाँले एकदम राम्रो खालको क्वालिटी अनुसारको भिडियो सम्पादन, भिडियो एडिटिङहरू गर्नुहुन्छ। यहाँले त्यो जेबिजी प्रोडक्सन च्यानलभित्र गएर हेर्न सक्नुहुन्छ। आज उहाँसँग चाहिँ भेटघाट हुने मौका मिल्यो। यो सेन्ट्रलको यो चाहिँ के भन्छ यसलाई, अब पता नै एआइए, यो हाम्रो गाउँघरतिर चाहिँ चर्के पिङ, रोते पिङ के भन्छ कि त्यस्तै चाहिँ यो चाहिँ नि यो पिङमा आएर आज उहाँसँग भेट हुने मौका मिल्यो। कहिले त यसरी व्यवस्था गरेको रहेछ। 1 2 3 4 मजाको रहेछ त यहाँ त है। ABCD 1 2 3 4 सबै बेसिक टोइलेटहरू खालको।